सबैजनालाई नमस्कार। मेरो नाम रञ्जन अधिकारी। म चाहिँ हाल 2 साढे 2 वर्षदेखि चाहिँ अस्ट्रेलियामा पढ्दै आएको थिएँ। अहिले म रिसेन्टली चाहिँ ग्रेजुएट भएर म मेकानिकल इन्जिनियरिङ जब चाहिँ खोजिरहेको थिएँ, तर त्यो कुरा कहिले पनि सक्सेस हुन सकेन। मैले धेरै ठाउँमा अप्लाई पनि गरेको थिएँ, तर खालि रिजेक्सन मात्रै आइरहेको थियो। अनि रिसेन्टली चाहिँ मैले अब लियोको प्रोग्राम जोइन गरेँ, जसले चाहिँ मलाई एकदम हेल्प गर्यो। कसरी जब अप्लाई गर्ने, कुन कुन कुरालाई चाहिँ हामीले एकदमै बढी प्रायोरिटाइज गर्नुपर्छ, हामीले कसरी चाहिँ जबहरू अप्लाई गर्नुपर्छ भन्ने कुरा चाहिँ एकदम मजाले लियोले गाइड गर्नाले आज मैले चाहिँ राम्रो एउटा जब पाएको छु पर्थमा। सो म चाहिँ सबैलाई सल्लाह दिन्छु कि यदि तपाईँ पनि मेकानिकल जब अथवा आफ्नो पेसाको, आफ्नो फिल्डको जब खोज्दै हुनुहुन्छ भने do join Leo's program and you will definitely get the job. सबैलाई नमस्ते अनि धन्यवाद पनि लियो र टियानीको लागि। यो प्रोग्राम चाहिँ साँच्ची नै जेन्युन छ अनि तपाईँहरू नडराउनुहोस् इन्भेस्ट गर्नको लागि। तपाईँहरू चाहिँ अब यदि मेरो जस्तै सिचुएसनमा हुनुहुन्छ, जब खोजिराख्नु भएको छ अथवा जब स्विच गर्नु भएको छ अनि तपाईँ सक्सेस हुनु भएको छैन, डेफिनेटली एकदम गाह्रो हुन्छ। इभन विथ इन्टरनेसनल सर्टिफिकेट अथवा यहाँको डोमेस्टिक सर्टिफिकेट डजन्ट म्याटर, लाइक तपाईँको यो जब खोज्ने प्रक्रिया एकदमै जटिल पनि छ, गाह्रो पनि छ, धेरै कम्पिटेटिभ छ। अनि लियोले तपाईँको डिफ्रेन्ट भेरिएसन दिन्छ क्या। यसले चाहिँ तपाईँलाई अब सिकाउँछ। यो भनेको लाइफ स्किल पनि हो। तपाईँले एकचोटि पाइसक्नु भइसकेपछि डेफिनेटली अरू ठाउँमा पनि यो स्किल युज गर्न सक्नुहुन्छ। मेन भनेको हाम्रो कन्फिडेन्ट हो। हामी बोल्न सक्दैनौँ, हामी बोल्न डराउँछौँ, हिचकिचाउँछौँ मेन भनेको। अनि त्यसको लागि भनेको तपाईँको प्र्याक्टिस जस्ट लियोले जे दिनुभएको छ त्यो स्क्रिप्टहरू, स्ट्रक्चरहरू त्यो फलो गर्नुहोस्। अनि यो फेक होइन, दिस इज नट अ फेक लाइक अ टेस्टिमोनियल। यो मैले भोगेको हो, मैले गरेको छु अनि मैले पाएको छु। सो त्यही भएर यो मेरो स्टोरी हो। मेरो कथाबाट के भन्न चाहन्छु भने यदि मैले गर्न सक्छु भने तपाईँहरू सबैले गर्न सक्नुहुन्छ। सो डेफिनेटली यसलाई ट्राई गर्नुहोस्। अब जिउँदो जाग्दो के भन्छ उदाहरण चाहिँ मै हो। मैले कति धेरै ग्रेजुएसन पछि पनि धेरै दुःख पाएँ एउटा काम जब हन्टिङ गर्नलाई। अनि एउटा तपाईँको राम्रो ड्रिम जब गर्नु मन छ भने तपाईँको यो स्ट्रक्चरले धेरै काम गर्छ। सो इट इज भेरी हेल्पफुल। यदि तपाईँहरू यहाँ अस्ट्रेलिया आउनुभएको छ, कुनै एक्सपिरियन्स छैन, नेपालमा पनि कुनै एक्सपिरियन्स छैन, यहाँ अस्ट्रेलियामा पनि कुनै एक्सपिरियन्स छैन भने त्यो केसमा पनि भयो। अनि तपाईँहरूले यहाँ जब चाहिँ पाइराख्नु भएको छैन, एक्सपिरियन्स भए तापनि नभए तापनि भने यहाँ चाहिँ अलिकति मैले फिल गरेको कुरा चाहिँ यहाँ अलिकति हामीले चाहिँ कल्चरसँग अलिक युज टु नभएको रहेछ। अनि मलाई पनि त्यही पछि फिल भयो, अहिले पनि फिल हुँदैछ। त्यो कल्चर चाहिँ यहाँ चाहिँ कसरी एप्लाई गर्ने, कसरी चाहिँ जब पाउने कुरा चाहिँ एकदमै इम्पोर्टेन्ट हुने रहेछ। त्यो गर्दाखेरि चाहिँ कल्चर कि साथीभाइहरूसँग सोध्ने एउटा भइहाल्यो, तर सबै कुरा साथीभाइहरूले मात्रै हेल्प गरेर पनि हुँदैन। अब रिज्युमे प्रिपेयर गर्नु पऱ्यो, अरू कुरा धेरै कुराहरू छन्। त्यही भएर तपाईँहरूलाई त्यो अप्ठ्यारो छ। अझ यो प्रोग्राम भनेको त कलेज पढ्दा युनि पढ्दाखेरि नै गर्नुपर्ने प्रोग्राम। तपाईँहरूले कतैबाट काहीँ सुन्नुभएको छ भने यो इमिडिएटली गरिहाल्नुहोस्। जब पाउनको लागि तपाईँलाई एकदम टेक्निकहरू गर्छ, सिकाउँछ लियोले। अनि त्यो गर्दाखेरि एकदमै तपाईँलाई सजिलो हुन्छ। मैले पनि एकदमै ढिलो यो कोचिङको बारे थाहा पाएँ, तर ढिलो थाहा पाएँ पनि मैले जब थाहा पाएँ त्यतिखेर मैले इमिडिएटली जोइन गरिहालेँ। तपाईँहरूले पनि जोइन गर्नुहोस्। लियोले के कुरा भनेको छ त्यो सबै कुरा रियल हो, कुनै फेक पनि होइन। कसैले 1 दिनमा 2 दिनमा जब पाएको छ भने सबै कुरा रियल हो।